बरु तिम्रो कोख बाँझै रहोस् तर यो नेपाल भन्ने देशमा प्रहरीको कर्म लिएको छोरा चाहिँ नजन्माइदेऊ नेपाल आमा। सिन्धुपाल्चोकको बाढीमा जनताको उद्धार गर्दा गर्दै आफै बगेर चितवनको देवघाटमा एउटा खुट्टा मात्रै फेला पर्दा पनि कसैले कठैसम्म नभन्ने छोरो किन जन्माउँछौ नेपाल आमा। कहिले एमसीसी भनेर जनताले ढुङ्गाले हान्छन् अनि सुशीला सरकारले केपी ओली सरकार जस्तो देख्छन्, केपी ओली सरकारले सुशीला सरकार जस्तो देख्छन्, शेरबहादुरले प्रचण्ड जस्तो देख्छन्, प्रचण्डले शेरबहादुर जस्तो देख्ने छोरो किन जन्माउँछौ नेपाल आमा। अपराधी मनोवृत्तिका व्यक्तिले प्रहरीलाई शत्रु सम्झिनु र देख्नु त स्वाभाविक थियो, तर आम जनताले इतिहासमै संगठनले नबिहोरेको अपमान आम जनताबाट बिहोर्नु पर्यो। यो संगठनले कानुनको कार्यान्वयन गर्दा पनि कारबाही, नगर्दा पनि कारबाही। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीमा खटेको मेरो एकजना सहकर्मी ड्युटी सकेर ब्यारेक फर्किँदा उहाँको जागिर चढ भएको थियो। कारण थियो सवारी ड्युटीमा एकजना डाक्टर साहबले जबरजस्त रूपमा उहाँले त्यो बाटो प्रयोग गर्न खोज्नुभयो। स्वाभाविक थियो, उहाँको राइट्स हो, अधिकार हो, तर फेरि राष्ट्रिय सुरक्षा नीतिले त्यो मान्दैन थियो। सम्झाइ बुझाइ गर्नुभयो, डाक्टर साहबले टेर्नु भएन, जबरजस्ती रोडमा निक्लिनु भयो। रोडमा निक्लिँदा गर्दाखेरि उहाँले एक बाटो हान्नुभयो। त्यही कारणले उहाँको जागिर चढ भयो, पछि छानबिन भयो, निलम्बनमा पर्नुभयो। त्यो भएर यस्तो छोरो अब नजन्माइदेऊ नेपाल आमा। एक दिन प्रहरीले ड्युटी नगर्दा, काम गर्न नसक्दा, एक दिन प्रहरीले हार्दा देश के हुँदो रहेछ भने पनि देखिसक्यो। सत्ता लुछाचुडीकै खेलमा देश युद्धमा फस्यो। सो युद्धमा तत्कालीन विद्रोही पक्षले अन्तर्राष्ट्रबाट स्वचालित हतियारहरू भित्राइसकेको थियो। देशको सेनाको ब्यारेकहरू आक्रमण गरिसकेको थियो र सेनाको हतियारहरू पनि केही लुटिसकेको थियो। केही स्वचालित हतियारहरू आएर प्रहरीको टाउकोमा गोली बर्सिन्थ्यो र पनि यो राज्य पक्षले 303 राइफलकै भरमा प्रहरीलाई जबरजस्त युद्धमा समावेश गराउँथ्यो। यो बुझ्नै नसकेको खेल थियो। त्यसैले अब यस्ता छोरो अब नजन्माइदेऊ नेपाल आमा। जन्मजात प्रहरी पेसा रोजेकै भरमा हामी अपराधी होइनौँ, आतंकवादी होइनौँ नेपाल आमा।